साँझमा कति गाडीमा हिँड्नु होइन त्यही हिँडौँ न है यहाँ चाहिँ हामी के किनेर आउनु We are going for jogging. Jogging. And थाहा छैन हामी के किन्छौँ अब गएपछि थाहा हुन्छ झपक्क हेर अँध्यारो भयो अहिलेसम्म उज्यालै थियो तर अब हामी निस्किने बित्तिकै अँध्यारो भयो अँध्यारो भएको छ तर अब हामी जान्छौँ कता जान्छौँ भने नि दोकानतिर क्या कति छिटो राति भयो क्या है हेर्दा हेर्दै यहाँदेखि अब 1 किलोमिटर हिँड्दाखेरि त नि झन् कस्तो हुन्छ होला है हालत के रे 1 किलोमिटर हिँड्दा त कस्तो हुन्छ होला हालत खुट्टा उयो हुन्छ नि होइन हो हालत हाम्रो हालत भने ए हाम्रो हालत बिग्रिन्छ शिवजीको मन्दिर ब्लजम क्याफे शिवजीको मन्दिर हो बाहिर तिम्रो माइक छ है सबै सुन्दैछ है शिवजीको यहाँ हाम्रो दुईजनाको मात्रै भोइस सुन्दैछ अरूको कसैको सुन्दैन आइसोलेटेड सुन्दैन बाइ द वे मेरो त यहाँ छ त मेरो नि यहाँ छ सुन्छ कहाँ ए बिर्सी पराएको थिएँ मैले त त्यही जेपाते बोलेको धारापाटी होइन सुन्दैछ नि मनु हजुर तिम्रो टिकटकमा निकै आजकल भाइरल भइरहेछ तिम्रो जग्गा म त एकदमै भाइरल वाला छु अहिले त के गर्नु ल सबैजना भाइरल भएकोमा सबैजनालाई धन्यवाद यता गाडी आउँदैछ धन्यवाद अनि तपाईँहरू पनि जग्गा किन्नु होला है यदि जग्गाको एडभर्टाइजमेन्ट गर्नु छ जग्गा किन्ने त पनि छ एक दुईवटा जग्गाहरू यहाँ पनि छ है साँच्चै उयो नानीहरू कस्तो मजाले बसिरहेको हेलो रमाइलो छ नेपाल नयाँ नेपाल भने जस्तै नयाँ नेपाल भयो भने नयाँ नेपालै हुन्छ भएन भने पनि दुःख नमान्नु होला हामी छौँ अझै पनि बाँचेको छौँ भोलि त्यहाँ लाइटको पनि एक्स्ट्रा 1-2 हजार त माग्छ होला हौ के गर्ने दिने नदिने हौ कुरा गर्नुपर्छ मिल्यो भने दिनुपर्छ कहाँ हो अझै तल होइन तल हो ए त्यस्तो नमिल्ने खालको छैन ऊ वा यो कार कुन कार हो म कार इन्थुजियास्ट हो आई थिङ्क दिस इज Volkswagen I don't know the name of alloy wheel version ल यस्तो दामी छ बाई नेहाजी हेलो वेलकम काम हुँदैछ हाम्रो चिबामा लाइट हाल्दै होला केटोले फुलचोकी सेकुवा कर्नर नेहाजीको कुन जुत्ता हो नाइकी या इट्स ओरिजिनल डुप्लिकेट हो त्यो यहाँ थुक्पा मिठो पाउँछ भन्छ हौ थुक्पा उयोहरू एकदिन यहाँ खाऊ न राइनी चौकी त खाजा पसल रहेछ नि त मिठो पाउँछ बिहान आउने तोम्बाहरू सबै पाउँछ त बिहान हिँड्दै ल्याएर ल यस हामी तल जाने हाम्रो माट जाने हैन तल सब्जी पनि किन्ने हो भने जाउँ तल जाउँ तर फेरि फोन पे हुँदैन अब हुन्छ तिम्रो डाटा छैन मैले फोनै ल्याइन छ नि मेरो डाटा मैले फोनै ल्याइन के ल म चाहिँ अहिले यहाँ बिजिम क्याफेमा छु पैसाको र मेरो यहाँ म्याग्नेट हराएको छ म्याग्नेट के भन्नु त फलाम हो के हो आई डोन्ट नो व्हाई आई डिड दिस हैन अनि मेरो म्याग्नेट हराएको छ अनि म चाहिँ अहिले लाइटरमा बोल्दैछु लाइटरमा चाहिँ चुम्बक टालिएको छ र लेट्स सी म म्याग्नेट भेट्दिन अँध्यारोतिर जाँदा म्याग्नेटै हराएर म्याग्नेट हरायो मेरो त्यही भएर लाइटरमा बोल्दैछु यो पनि लाइटर फेरि 50 रुपियाँको लाइटर हो म्याग्नेटै जस्तो है यस्तो झर्दैन है अब खोज्दै हिँड्छु म लेट्स सी मन हेर ल भेट्यो भने तर त्यत्रो हिँड्दा त यहाँ झरेको नि त यहाँमा चाहिँ थाहा भयो आफै झर्यो क्या मेरो उयो
के भयो बाहिरपट्टिको कसरी झर्छ त्यही त हो I don't know क्या खोइ हेरौँ ल एकछिन ला यत्रो देखिन्छ खोइ तिम्रो यही हो क्या एउटा टाक फलामको टाक किन्नुपर्ने अवस्था भयो हो चाइनिज माइकहरू चुम्बक हौ चुम्बक यही हो चुम्बक यही हो यही भित्र हुन्छ चुम्बक यहाँ चाहिँ फलाम मात्रै हुँदो रहेछ क्या ए हो अनि यो फलाम हेर न टाँसेको हेर त यो त चुम्बक होइन नि त लाइटर हो लगाइदिए जुगाड अनि टाल्नु चाहिँ कहाँ भएको अघिको आफै यो झरो क्या यो आफै यो झरो होइन खन्जाङ खुजुङ गर्दै अनि यसरी टिपे तिर्दा छैन म्याग्नेट छैन कहाँ झरेको थियो त्यही भित्र बिजिममै बिचमा हेर त नि त्यहाँ खानजाङ गरिहाल्छ नि त्यहाँ भएको यही ओहो यस वी फाउन्ड इट गाइस ल भेट्यो है हामीले टाक भेट्यो यसको ल सत्यको धन चुरोट नखाने मन होइन देख्नु है मेरो आँखा कस्तो तेजिलो छ तपाईँ हेर्नु सक्छ यो टाक र यो माइक्रोफोन भेट्यो अब चुरोट त खाने लाइटर पाइयो कसलाई गिफ्ट तपाईँहरू कमेन्टमा भन्नु कसलाई मनपर्छ लाइटर मेरो हात आज हामीले बिजिममा के किन्यौँ भन्नु न त लु बिजिममा आज हामीले के किन्यौँ पनि थाहा छैन घर लगेर देखाइदिन्छु हो ल यस ल अहिले राख्नु होला ल अब यस्तै हो मेरो चुम्बक भेट्यो खुसीको सीमै चुरोट छैन खाने बाहनामा लाइटर पनि किनियो खुसीले सीमै छैन हैन खुसीले गदगद र अहिलेको रातिको तपाईँको 8:30 हुन आँटिसकेको छ ए रातिको 7:10 भएछ 11 औ 7:10 भएछ अनि हामी चाहिँ अब अहिले गोदावरीको फ्याफुला ठाउँमा छौँ अनि त्यही हो गाइस अब घर जाने हो उहाँले आज सरप्राइज गिफ्ट दिनु आउनुभएको छ किनभने आज उहाँको दिदीको बर्थडे हो उहाँलाई फोन गर्ने हो आज अब 10,000 को केक काट्ने हो कि न बर्थडे यहाँबाट छ त ऊ मासु यहाँ सुँगुरको मासु पनि पाउँदो रहेछ गाइज नजिकै रहेछ है ओ चिबाले सक्नु आँट्यो सकिसक्यो लाइट हो त्यस्तो अनि लाइट होइन त्यो होइन बनाउँदैछ रहेछ लाइट कैँचीले काटेर टाल्नलाई बनाउँदैछ अस्ति हामीले यहाँ बनाएको होइन हो त अनि उ त्यहाँ माथि रहेको होइन हजुर आज चाहिँ चिबामै तर यतातिर फर्निचरहरू छ है नजिकमै राम्रो पनि छ क्या त्यो ताउखेलको भन्दा त होइन यहाँ छ सब्जी पसल यो होइन के हो यो के साग हो एक्सक्युज मी यो के साग हो यो पालुङ दिनुहोस् न कति हो एक मुठै लैजाउँ है 45 तिरेर 45 रुपियाँ 45 पक्रिनु त साग पनि किनियो केलाउनु पो अल्छी लाग्छ त फेरि के गर्ने र गाह्रो सबै गाह्रो लगाइज देखिनु सक्नुहुन्छ पालुङको एक मुठा के साह्रो महँगो भएछ हौ एक दुध त्यसपछि के जिङ अरे चाउचाउ पनि जिङ अरे अब पहिला वाइवाई नै चलेको हो होइन वाइवाई फेरि वाइवाईले के निकालेछ जिङ अरे हट एन्ड स्पाइसी चिकन फ्लेभर अरे ओ माई गस वाट इज दिस अनि क्विक स्पाइसी नुडल्स चाखिदिउँ एन्ड देन सी फुड रामयन अरे ल देख्न सक्नुहुन्छ हो त क्विकको नि अनि क्विककै हो यो सबै सिन रामयन यो सबै क्विककै हो ल यति लिएर आएको हो गाइज मलाई पकाएर खानु चाहिँ अल्छी लाग्छ गाइज पकाएर दियो भने म खान्छु गाइज होइन भने म यतिकै सुतेको हुन्छु गाइज ल गाइज अहिले अब म यो केलाउनु जान्छु गाइज ह्याभ अ गुड नाइट बाई बाई गाइज डु नट forget to like, share and subscribe. Ta-da!